तिमीलाई त हजम रहेछ भन नि त सब चीज उइदिनी भन नि हो आमा बाबा क्या हनु वाह 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 क्या हो यो क्या खाए हो नि न तै पस्तानी खाना पर भात सात बनाइकन गयो कि अब भाजी हल्ले बनायो अब मेरो आज सायद अहिले गएपछि अब रातको 12 बजे कति 12 1 2 बजे छुट्टी होला रात पाली अब आज सेफको छुट्टी होला नि त सेफको छुट्टी भएले अब एक्लैले गर्नु पर्यो आज काम केही नै 14000 छ 14-15 छ 14-15 सर्भिस चार्ज मिलेको नि 15.5 आउँदो गाडी कति 4-5 हजार का गाडी 4 हजार का 4 4.5 हजार 4.5 हजार का 5 हजार का 20 हजार बनाउँदा हुनु पनि त 20 अब उइको मिलाइकन ल हुन्छ 25 सँग 25 सम्म बारीको बनाई बडै अस्ति नन्दुदाई कुडा दासिया फुरफुता गराई के भन्दा निकाय हुनु भयो के हजुर भन्दा चाहिँ कुडा दासिया जी कहिले कहिले बोल्दान राई है तीन गाममा आछन् न पुरानो ब्यागा है घरको हालत क्या छ त आज अहिले घरको भने घर ती कहाँ छन् भने लिपलाप गरेकै छन् के आजभोलि त्यो दोकानमा बाख्रा बान्यान् के त नाइ परिवानका पर खला टिपी ल्याउनै छन् अब बिमारी छौं हात गोडा काम्दै छन् को के आरो अरे रन्दे ती खला वाला त्यहाँ कहिले ल्याइकनले बेची खा भनौ न पैसा देऊ भनौ बेची खा भन्दा कठिन हामी अरु बेची खा कहिले ल्याइदेऊ भन्नु नाप दिनु न उनलाई गौ कोही मन मान्दैन ल्याइदिदैन कोही अरे त्यो जो डाक्टरको काइसो छोरा हो के त विवाह हो राजीको काइसो कहाँ जेठो होइन भने राजी अच्छा जेठो ने जो मुथि जाँदो छ उही राजी त माइलो कि क्या राजेन्द्र अच्छा राजेन्द्र घरको हो नि त राजी जेठो ने हो ए आउजी आडी त कोही आछिन्छन् क्या भने बुद्धि आउजी बाँचेकी छ के उडी मद्दो कि तलाउनु पटपटे खान्छ सटपटे अद्दो तलाउनु त्यहाँपट्टि त आउँदैन अब नेपट्टि आउँदैन आउँदो थियो अब आउँदैन हटी सक्दैन भण्डारी परिसोन त पनि ठासितो छ न कोही भन्दा कम छैन भनौ नि त आउजी आडा त को गन आउजी आडा त तल आजकल भोटियाका मौआका ललता आयाको तै त भन्दो छ सोनु आजकल नलता अंकल घर गएका उनका गाडी धुँदो भन्दो छ सोनु सोनु पनि आइरहन्छ छ आनन्द फेसबुकमा बोल्दा हो के बोल्दैन उही दिन बोल्या छ तेरा बुवा है चल्या छ अंकल यौदो बाबा ने रक्सी खाइकन बिमारी होइकन लस्ति हिन्दू र हर्मेट गरे आमा टिभी तराई गया कि भनिकन भन्दो थियो बिचारो उ पनि के आरो तै झल्याउँदो उडी के आरो भागी रबै जोइ पाली खाइसक्ता त्यहाँ जात
हेर्ने मान्छे त्यसो त्यसो भयो भन्दैछ बिचारो उसलाई पनि दुःखै छ अरू दिदी आउनेन् कि नै कोही आकी नै पर आरती पर बुइसकेपछि पर 5-6 तारिक आउँला जेठबन्धीजी पर तेरी दी मौडाली किउने अब के आउँदियो कढैदैन भान्जी आइगयो क्या हो देखा त्यहाँ क्या पो आइगयो कि क्या भने त्यही त जेठ आउने भन्दा चाहिँ आकिउने नै है त्यसै झन् राम्रो बाबा फोन गर्नु पर्यो फोन अरेल्नु नै कहिले गर्नु पर्यो आज जल्लाटी बिरिकमा आज बिरिक हुने हो कि उनीहरू छुट्टी गरेपछि त काट्यो आइहुँदो भयो मेरो पर त्यहाँ भन्दा के कपडा हालिदिनु कहीँ बच्चा अच्छा तेरी भान्जी कि अलले एक दुई बजे फोन गर्नु आउलीसँग कुरा गर्नु अहिले म जाँदैन त होटलको टेम्पो नु भयो मेरा कहीँ नाप गाडी भाडा बेसी दिएल्नु कढैदैन हेरी आफ्ना दिन ज्या हेरेन बनाइलो हन्दैन भएन लौ अपरेसन कहिले भयो गया छ कोही नै हामीलाई के थाहा नै तल साखेत भन्ने ठाउँ त भयो भन्दा टाढा ऊ हामीलाई थाहा छुको ठाउँ कहाँ हो क्या हो भने पुरदेखि पैसा हालिदियो नि आइ भन्दा चाहिँ भन्थ्योमा हालिदियो थियो कि क्या पो कहीँ हाल्दा अनुई आफ्नो बाख्रा कहाँ पाठाउनाले बेची पनि सबैको खर्च पानी अद्दानु माछा पनि मार्दा भन्दा नाजु त अञ्जलीका घर आफ्नो जिप गछ अरे तारै अरे मुदु अरे गोड्या नपो बाइको गोड्या माछा पनि मार्दा बेच्दा क्यारन खर्च पानी अद्दा अरू काले भान्जा कहाँ छन् अरे यति कामिलो छ तली गाउँ त उही बल्ल उकाल्दो उही खन्दो उही मैलाइदो अन्टे कामिलो छ राई है बाख्रा हेरी ल्याउँदो छ पर पुरा बाख्रा है पास भयो कि फेल भयो पास भयो कि क्या हो है बाबुलाई आउँदो छ स्कुल त्यही त भन्दा कति गयो 5-6 गयो क्या हो 5 गयो कि 6 मा गयो अरे कसो छ राई पटकिलो छ है अर्क्यो नै भान्जी त हुन आएन जो त्यहाँ ल्याएछ ती कुरा पाडी कोठा कसा कसी छ न्याय बसल्ली पछि न्याय पन्त अद्युली न्याय बसल्ली आइ भने न्यायले बसी ठुल्ली भई बुढी गई बन होला भन्दी बिचारा हौ आफ्नी